17 वर्षको हाम्रो ठिटो बा बुवा तपाईँ कति वर्ष पुग्नुभयो? 12 देखि 14 लागे 12 देखि 14 तपाईको दाप त सिङ्गै रहेछ सबै सबै साथी नै छ भर्खर धाराबाट थापेको चिसो पानी के रे धाराबाट थापेको चिसो पानी को म कला दिदी अनि दिदी लिनुहोस् भन्नु हो कि के भन्दै दिएको ल आमामा तिमी पनि 17 वर्षकै ठिटी हो कि के हो यता चाहिँ फेरि हाम्रो कति वर्ष पुग्नुभयो हेर्दा त भर्खर 10 पुग्नु होला होइन 10 वर्षको जस्तो छन् 12 पुगेर पुरा 14 लाग्यो 12 आज चाहिँ हामी चाहिँ यहाँ हुक्का काका रातो घरमा आएको छौँ गाइजहरू यसो अनि हामी उहाँ चाहिँ हाम्रो भान्जा बाबु त मोबाइल चलाउँदै बसिराख्नु भएको छ हाम्रो भान्जा बाबु फेरि लजाउनुहुन्छ मोबाइलदेखि पर मोबाइलले छेकिरहेछ र भान्जा बाबु अनि यसो तपाईँहरू नि यहाँ आउन सक्नुहुन्छ है एकदम नयाँ नौलो एकदम रमाइलो छ यहाँदेखि काठमाडौँ देख्न सक्छौँ यहाँ हाम्रो फेरि यस्तो बुवा भर्खरको 2-3 वर्षकै बालका जतिकै पिङ खेलिरहनु भएन बा कति रमाइलो भइरहेछ बुवा एकदम रमाइलो तपाईँको दाँत चाहिँ फेरि सबै सिङ्गे रहेछ हौ 17 वर्षको होइन भर्खर उम्रिनु बाँकी रहेछ तपाईँको उम्रिनु बाँकी छ तपाईँलाई चाहिँ कस्तो लागिरह मलाई एकदम फ्यान्टास्टिक एकदम इन्जोय रोमान्टिक त्यो पिङ खेल्नु न दुईजना नखेल्ने बुवासँग खेल्दा खेल्दा वाक्कै भएको